चाहिँ एउटा जनआन्दोलन सिक्किमको जनताले रच्यो, एउटा क्लास स्ट्रगल भयो। अनि त्यो क्लास स्ट्रगल, त्यो जनआन्दोलनको केन्द्रबिन्दु या त्यसको आवाज चाहिँ हाम्रो पवन चामलिङ सरले उठ्नुभयो। तर त्यति बेलाको क्लास स्ट्रगल, त्यति बेलाको व्यवस्थाको लागि नै एकदमै ठुलो डेन्जर हुँदाखेरि, त्यो क्लास स्ट्रगलले एउटा ठुलो चुनौती हुँदाखेरि चाहिँ हाम्रो नेतालाई चाहिँ खेदाउने काम, उहाँलाई मार्ने षड्यन्त्रहरू भयो। उहाँले कसो गरेर उहाँले चाहिँ जीवित बाँच्नुभयो। अनि त्यही जनआन्दोलनले चाहिँ एसडिएफ पार्टीलाई जन्मायो। अनि बादमा गएर गभर्मेन्ट पनि फर्म गर्यो। अनि गभर्मेन्ट फर्म गरेपछि हामीलाई याद छ कि हाम्रो नेताको नारा जुन जनता राजमा जनता राज भन्ने नारा छ, त्यो नारा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ इम्प्लिमेन्ट पनि भयो। हामीले एउटा आइडियोलोजी बेस्ड पार्टी भएकोले गर्दाखेरि, एउटा प्रो डेमोक्रेसी पार्टी भएकोले गर्दाखेरि चाहिँ हामीले आइडियोलोजीलाई पोलिसीमा लग्यौँ, पोलिसीदेखि प्रोग्राममा लगेर चाहिँ हामीले जनताको लाइफलाई नै हामीले ट्रान्सफर्म गरेको छौँ, सिक्किमको भविष्य नै हामीले ट्रान्सफर्म गरेको छौँ। तर जब एसडिएफ पार्टीले सरकारमा आयो, एसडिएफ पार्टीले सरकार बनायो, त्यति नै बेला चाहिँ म पनि सिक्किम छोडेर गएँ। म 10 वर्षको समयमा, 10 वर्षको उमेरको हुँदाखेरि म सिक्किम छोडेर पढ्नुको लागि बाहिर गएँ। मैले स्कुलदेखि त्यहाँदेखि कलेजसम्मै मैले बाहिर पढेँ। तर म जसरी पढ्दै गएँ त्यस्तै प्रकारले मैले सिक्किम पनि बढ्दै गरेको देखेँ। एसडिएफ पार्टी जसरी हुर्किँदै गयो, म पनि हुर्किँदै गएँ। अनि जब म कलेज सकेँ, म फेरि फर्केर सिक्किममा आएँ। चाहेको भए चाहिँ म जहाँ पनि गएर काम गर्न सक्थेँ। मेरो जुन प्रकारको मेरो मेरिटमा मैले क्रिडेन्सियल्स मैले हासिल गरेको छु, म संसारको कहीँ पनि कुनामा गएर काम गर्न सक्थेँ। तर मैले फर्केर आएर म सिक्किममै काम गर्छु भनेर सोचेँ। किनभने मैले देखेको थिएँ कि एउटा पोलिटिक्स भनेको के कुरा हुन्छ, अनि हामीले नेताले कति खट्नु भएको छ, सिक्किमको भविष्यमा हाम्रो पार्टीले कतिको योगदान दिएको छ, त्यो सबै देखेर मैले पनि मेरो जति पनि एक्सपिरियन्सेस छ, जति नलेज छ, जति मैले जे पनि गेन गरेको छु, त्यो सबै म चाहिँ आएर सिक्किममै दिन्छु भनेर मैले त्यो प्रण गरेको थिएँ। त्यसै कारण म सिक्किम फर्केर आएँ। तर हाम्रो सरकार 25 वर्ष बस्यो, हाम्रो पार्टी सरकारमा 25 वर्ष थियो। तर 25 वर्ष चाहिँ म कहिले पनि पोलिटिक्समा आएन। हाम्रो फ्यामिलीबाट कोही पनि पोलिटिक्समा आएन। भन्नै पर्यो भने म यो जुन एसडिएफ भवन छ, 19 को इलेक्सनभन्दा अगाडि म यहाँ आएको पनि थिइनँ। 19 को इलेक्सनमा मात्रै म आएँ। तर आज म खुल्ला रूपमा म पोलिटिक्समा आएको छु। सिक्किमको राजनीतिमा म आएको छु। आउनु किन बाध्य पर्यो? म जस्तो युवाहरूलाई आउनु किन बाध्य पर्यो? आज एसडिएफ पार्टीले जन्माएको जति हजारौंको संख्यामा कहीँ पनि छैन, कुनै पनि पार्टी छैन सिक्किमको हिस्ट्रीमा जसले चाहिँ यति हजारौंको संख्यामा नेताहरू जन्माएको छ। हेर्नु पर्यो भने आजको नेता, आजको जुन सीएम छ, उहाँ पनि हाम्रो पार्टीदेखि नै जन्मेको एउटा व्यक्ति हुनुहुन्छ। तर त्यो लिडरहरू जो फर्मर एमएलए, मिनिस्टरको हजारौंको संख्यामा हुनुहुन्छ, उहाँहरू आज पार्टीलाई साह्रो पर्दाखेरि, जब पार्टीलाई बल दिनुपर्ने, जब सिक्किमको हितमा हामीले लड्नुपर्ने, त्यति बेला उहाँहरूले आँट नगर्दाखेरि, आफ्नो आइडियोलोजीमा बस्नु नसक्दाखेरि चाहिँ हामी जस्तो युवाहरू अगाडि आउनु परेको छ। त्यसै कारण म पनि राजनीतिमा आएको छु। अनि हामी तयार छौँ, एसडिएफ पार्टीको युवाहरू तयार छ, हामी रेडी छौँ, प्रिपेयर छौँ। अनि हामी जुन सिक्किम विरोधी, जुन जनता विरोधी, जुन गरिब विरोधी जुन सोच विचार र सिस्टम छ, त्यसको विरुद्धमा हामी लड्नको लागि तयारी छौँ। किनभने सरकार त आउँछ जान्छ, सरकारलाई विरोध गर्नु केही ठुलो कुरा छैन। तर जुन सरकारको पछाडिको जुन सोच विचार, इन्स्टिट्युसनलाइज सिस्टम छ, त्यसको विरोधमा हामी लड्नको लागि तयारी भएर आएको छौँ। अनि अर्को कारण हामी आज एसएफको युवाहरू किन पोलिटिक्समा आएको छौँ? किनभने आजको व्यवस्था हेऱ्यो भने जनताले आफ्नो लागि बोल्ने क्षमता गुमाइसकेको छ। जनतालाई आफूलाई पर्दा, आफूलाई दुख्दा आया भन्नु नसक्ने स्थिति छ आज। अनि त्योभन्दा ठुलो विकनेस अरू केही पनि हुँदैन। तर आइरोनीको कुरा के छ भने जनताले त आफ्नो लागि बोल्नु सकेन, तर सरकारले पनि आफ्नो लागि बोल्नु सकेको छैन। यहाँ आज सरकारले पनि यस्तो लुते सरकार छ जो चाहिँ सिक्किमको लागि बोल्नु सक्दैन, जनताको लागि बोल्नु सकेको छैन। हाम्रो आज
50 years of celebration हामीले अब्जर्भ गरिरहेको छौं स्टेटहुडको सेलिब्रेसन अनि यो जतिको सिम्बोलिक डेमोक्रेटिकली सिम्बोलिक इभेन्ट अरु केही पनि छैन आजको दिनमा सिक्किमको लागि तर यो अपर्चुनिटी पनि यो सरकारले गुमायो हाम्रो पोलिटिकल डिमान्ड एउटा पनि राख्न सकेन त्यसैकारण सिक्किमको राजनीतिमा एसटिएफको युवा प्रजातान्त्रिक सोच भएको युवाहरू अगाडि आउनुपर्छ अनि अहिले सिक्किमभरि हामी घुम्दाखेरि मैले यो पहिलोपल्ट सुनेको होला कि आजको दिनमा चाहिँ आमाहरूले आफ्नो सुन बन्धक राखेर घर चलाउँदैछ आमाहरूले सुन बन्द गरेर चाहिँ आफ्नो घर चलाउने स्थिति सिक्किममा भइसक्यो अनि ती सुन पनि उकास्न नसकेर चाहिँ आमाहरूको त्यो सुन दोकानमै परिरहेको छ जनताकोमा पैसा छैन गभर्नमेन्टले ट्याक्स गरेर मान्छेदेखि नै पैसा उठाएर चाहिँ गभर्नमेन्ट चलाउने काम गरिरहेको छ अनि युथहरुको अगाडि चाहिँ आफ्नो भविष्य देख्न नसक्दाखेरि चाहिँ एकपटि सुसाइड देख्दैछ एकपटि ड्रग्स देख्दैछ भनेपछि सिक्किमको हालत के भइसक्यो अनि यो किन भएको हो भने चाहिँ सबै आजको दिनमा चाहिँ सबै पावर चाहिँ गभर्नमेन्टको हातमा सेन्ट्रलाइज भएको छ जस्तै त्यो समयमा पनि भएको थियो तर एसए पार्टीको जुन जनआन्दोलनले चाहिँ त्यो पावरलाई चाहिँ फेरि जनतालाई गएर दिएको थियो अनि आज हामी एसए पार्टीको युवाहरू एसए पार्टीको कार्यकर्ताको अगाडि हाम्रो लागि त्यही एम छ कि फेरि पनि हामीले त्यो पावर चाहिँ मिन्टो ग्याङ्गी खोसेर जनताकोमा पुर्याउनु पर्छ त्यसैकारण आज म एउटा सिक्किमको छोरीको हैसियतमा म तपाईहरुलाई अपील गर्न चाहन्छु आज सबैजना युथ सिक्किमको जनता तपाईहरुले अगाडि आउनै पर्छ तपाईहरुको दबिएको आवाज उठाउनै पर्छ एसए पार्टी तपाईहरुको साथमा छ पवन चामलिङ तपाईहरुको साथमा छ अनि एसए पार्टीको नयाँ युवाको पुस्ता तपाईहरुको साथमा छ आजदेखि हामीले यो ढाडको राजनीति हामीले एक्सेप्ट गर्नु हुँदैन हामीले रिजेक्ट गर्नुपर्छ यो सिक्किम विरोधी पोलिटिक्स हामी रिजेक्ट गर्नैपर्छ अनि हामी सबैजना मिलेर फेरि पनि जनता राज र गुड गभर्नेन्स फर्काएर फेरि सिक्किममा सुख र शान्ति दिएर त्यस्तो राम्रो फेरि गभर्नमेन्ट इस्टाब्लिश गर्नको लागि हामी तयारी हुनुपर्छ कम्फर्ट बस्नुपर्छ यही भन्दै फेरि पनि तपाईहरुलाई सम्पूर्ण क्रान्ति दिवसको उपलक्ष्यमा हार्दिक बधाई दिँदै मेरो छोटो वक्तव्य यहाँ राख्न चाहन्छु।